आज चाहिँ चिटिक्क परेर हिँड्दैछौँ हामी चाहिँ आज छुट्टीको दिन भनेर जाँदैछौँ कता कता घुम्न पुगिन्छ कहाँ पुगिन्छ होइन घाम छन् कस्तो चर्केका छन् घाम फेरि मिलाउँछु है त कहाँ जाँदैछौँ यहाँ दुईजना ठिक पर्दैछ नि यता चाहिँ लगाइदिनु गर्मी होस् कि जेसुकै होस् भन्दै यहाँ हिँड्यौँ हामी गर्मीले छाता ओढ्दै के गर्नु पछाडि चाहिँ आराध्यको पापा आउनुहुँदैछ हेलो सबैलाई राधे राधे छ र हामी चाहिँ आउँदा आउँदै बस आइपुग्यो र बसमा चढेर जाँदैछौँ र गोवाको झलक अलिकति हजुरहरूलाई पनि म देखाउँदैछु र बाहिरको हेर्नु होला गोवा चाहिँ कस्तो छ भन्नुहुन्छ भने गोवा चाहिँ पहाडी एलेका जस्तो छ राम्रो लाग्छ हेर्न पनि बस्न पनि राम्रै लाग्छ तर धेरै गर्मी छ यहाँ गर्मी चाहिँ यो टाइममा त असुर गर्मी छ फेरि हामी त दार्जिलिङ पुग्यो अरे हामी यहाँ वास्को पुग्यौँ वास्को चाहिँ किन गएका भन्दाखेरि अहिले हजुरलाई म भन्छु र यहाँ हेर्नु होला भिडियो गाडीबाट नामेर हामी चाहिँ यता जाँदैछौँ कहाँ गएका भन्दाखेरि अहिले हजुरहरूले आफै देखिहाल्नुहुन्छ इन्जोय गर्दै गर्नु होला भिडियो हेरेर र हजुरहरू र हामी चाहिँ कहाँ आइपुग्यौँ भन्दा वास्को मार्केट आइपुग्यौँ 2 सालमा मैले यो सानो टमेटो खानलाई यति राम्रो लाग्छ सम्झना आउँछ 2 सालमा बल्ल देखेँ कि कसरी पाउ किलो भनेको 60 रुपियाँ अरे राम्रो कसले खान्छ भनेर मैले चाहिँ छोडेर छट्टा छोडेर हिँडेँ यता र यहाँ चाहिँ भन्नुहुन्छ सब्जी किनेर खाइ नसक्ने सब्जीको दाम सुन्दा त कसैलाई यो गर्मीमा त खरो पनि हुन्छ हुन त र यहाँ आउनु होला फर्सीका टुप्पा सबै अररा टुप्पा काटेर ल्याइरहेछ छिप्पिएका टुप्पा कसरी भनेको 20 रुपियाँ मुठो अरे 20 रुपियाँ मुठो यो पनि खान्न भनेर मैले छोडेर हिँडेँ र हेर्नु होला यता र निम्बु यहाँ कसरी भनेको त 20 रुपियाँको यो ठुला चाहिँ दोडा अरे साना चाहिँ चावडा अरे राम 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 तरबुजी त लामो खालको राम्रो हुन्छ भने हाम्रो चाहिँ छानीओरी लिएर हिँड्नु भयो र यता गएर हामीले चाहिँ प्याज छानेर लिँदैछौँ यस्ता लिनुपर्छ उस्ता लिनुपर्छ भनेर म सिकाउँदै थिएँ हस्बेन्डलाई यसरी गर्नुपर्छ भनेर र हामी चाहिँ यहाँ आइपुगेपछि यो जुस नखाइकन त हामीहरू जाँदै जान्दैनौँ किनभने बोतलको जुस भन्दा हाम्राले चाहिँ भन्नुहुन्छ यो जुस राम्रो हो भनेर हामी चाहिँ जहिले पनि यसरी नै आएर यहाँको फ्रेस जुस खाएर हिँड्छौँ जान्छौँ हाम्राले पनि भन्नुहुन्छ त्यस्तै हेलो अहिले चाहिँ हामी घर आइपुगिसक्यौँ र यस्तो गर्मी मार्केटबाट के ल्याएँ हजुरहरूलाई भोलि सेयर गर्छु र अहिले चाहिँ